हेलो साथीहरु, हिजो मैले मलबाट के लिएर आएँ म हजुरहरुलाई क्विकली देखाउन गइराखेको छु है। सो पहिलो थोक छ यो लोरियल पेरिसको हेयर मास्क। म खोलेर देखाउँछु। टेक्सचर चाहिँ एकदम स्मुथ छ है, अनि बास्ना पनि मिठो छ। अनि यदि हजुरहरुको ड्यामेज हेयर छ भने युज गर्न सक्नुहुन्छ। मेरो पनि ड्यामेज हेयर छ नि त, त्यही कारणले लिएर आएको। अनि अर्को थोक छ मेबेलिन को फिट मी पोरलेस फाउन्डेसन। यो चाहिँ हो सेड नम्बर 220 मा। मैले पहिला पनि युज गर्ने गरेको थिएँ, अनि मेरो पोर्स चाहिँ अहिले रिसेन्टली अलिकति बढेको कारण चाहिँ मैले फेरि रिपर्चेस गरेको छु। अनि मेबेलिनकै फिट मी पोरलेस पाउडर पनि लिएको छु है। अनि यो पनि हो सेड नम्बर 220 मा। एकदम यो दुईटाको कम्बिनेसन चाहिँ राम्रो हुन्छ, स्किन एकदम स्मुथ बनाउँछ। अनि अर्को थोक लिएको छु मैले यो सफ्ट स्कर्ट, अनि फ्लोरल प्रिन्टमा छ है। अनि लाउन पनि सजिलो। अनि यो चाहिँ एक्चुअली सेलमा थियो। अहिले समरको कपडाहरू चाहिँ सेलमा रहेछ है। यसको ओरिजिनल प्राइस चाहिँ थियो 29 समथिङ। मैले ट्याग कहाँ पुऱ्याएँ? 90, तर सेलमा चाहिँ थियो 7.99 सेन्ट्स। अनि मैले अर्को थोक लिएको छु यो ब्लाउज है। यसको चाहिँ मलाई डिजाइन पनि मन पर्यो, यहाँ देख्न सक्नुहुन्छ। अनि यसको कलर पनि साह्रै राम्रो, न्यूट्रल। मलाई चाहिँ साह्रै मन पर्छ है न्यूट्रल कलरहरू। अनि यो पनि सेलमा थियो। यसको ओरिजिनल प्राइस चाहिँ 22.90 रह है सेन्ट्स, तर सेलमा भएको कारणले यो चाहिँ 5.99 सेन्ट्स मात्रै। सो मैले चाहिँ यो दुईटा अनि यति सामानहरू लिएर आएको छु। अनि अहिले चाहिँ प्राय जस्तो क्यानाडाको स्टोरहरूमा चाहिँ समरको कपडाहरू सेलमा हुन्छ है। हजुरहरू पनि त्यो माइन्डमा राख्नु होला। अनि आर्डिनमा चाहिँ धेरै कपडाहरू सेलमा थियो अब, तर मैले चाहिँ यो दुईटा मात्रै लिएर आएँ। मेरो चाहिँ अब छोरीहरूले उनीहरूकै चोइसको मात्रै लाउँछ नि त, त्यही भएर म उनीहरूलाई नलिएको थिएँ है। अनि केही लगाइदिनँ। सो हजुरहरूलाई म अर्को भिडियोमा भेट्छु।